नमस्कार। अपन समाचारमा स्वागत छ। सुरुवातमा हेडलाइन्स। नेपालमा पछिल्लो 24 घण्टामा 337 जनामा कोरोना संक्रमण पुष्टि। प्रदेश 2 मा थप 15 जनामा कोरोना। जनमत पार्टीको पहिलो महाधिवेशन आज जनकपुरधाममा हुँदै नयाँ केन्द्रीय कार्यसमिति चयन हुने। जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी। कर्णाली प्रदेशका 3 मन्त्रीको राजीनामा स्वीकृत। नेपाल पत्रकार महासंघको अध्यक्षका विपुल पोखरेलको जित सुनिश्चित। 5 जिल्लाको मात्र मतपरिणाम आउन बाँकी। अब समाचार विस्तारमा। नेपालमा पछिल्लो 24 घण्टामा 337 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या 2,79,725 पुगेको छ। पछिल्लो 24 घण्टामा 151 जना निको भएका छन्। यससहित कोरोनाबाट निको हुनेको संख्या 2,73,886 पुगेको छ। अहिले सक्रिय संक्रमितको संख्या 2,800 रहेको छ। पछिल्लो 24 घण्टामा 1 जना कोरोनाले ज्यान गुमाएको छ। नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या 3,039 पुगेको छ। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 15 जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार पर्सामा 10 र बारामा 5 जना संक्रमित भेटिएका हुन्। यससँगै प्रदेश 2 मा कोरोनाका कुल संक्रमितको संख्या 17,314 पुगेको छ। अहिलेसम्म कोरोना संक्रमणबाट 209 जनाको ज्यान गएको छ। प्रदेश 2 मा 16,998 जना संक्रमण मुक्त भइसकेका छन्। अहिलेसम्म 1,47,737 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 47 वटा स्वाबको नतिजा आउन बाँकी छ। प्रदेश 2 मा हाल 107 जना सक्रिय संक्रमित रहेका छन्। डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन जनकपुरधाममा जारी छ। जनकपुरधामको 12 बिघामा भइरहेको महाधिवेशनमा मधेसका विभिन्न जिल्लाहरूबाट नेता तथा कार्यकर्ता सहभागी भएका छन्। महाधिवेशन अन्तर्गत खुला सत्र, बन्द सत्र साथै आज नयाँ नेतृत्व चयन गरिनेछ। महाधिवेशनमा पार्टीको अध्यक्ष पदमा एक मात्र उम्मेदवारी डाक्टर सीके राउतले दिनुभएको छ। त्यस्तै 7 उपाध्यक्ष पद रहेको 4 जनाको उम्मेदवारी परेको छ, जसमा मोहम्मद अब्दुल खान, इन्जिनियर वसन्त कुमार कुशवाहा, इन्जिनियर दीपक कुमार शाह र इन्जिनियर नरेश प्रसाद चौधरी रहेका छन्। त्यस्तै एक महासचिवमा चन्दन कुमार सिंहको मात्र उम्मेदवारी परेको छ। त्यसैगरी एक उपमहासचिव, 7 सचिव, कोषाध्यक्ष मनोनित गरिनेछ। कुल 51 सदस्यमा 23 खुला सदस्य चयन गरिएको छ, जसमा 32 जनाको उम्मेदवारी परेको छ। यस साथै 4 गैर आवासीय र 15 महिला सदस्य पनि चयन गरिनेछ। जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि आज मतदान भइरहेको छ। जनकपुरधाम स्थित गोपाल धर्मशालामा बिहान 8 बजे सुरु भएको मतदान जारी रहेको छ। जनकपुरधाम उद्योग वाणिज्य संघको 13 पदाधिकारीहरू चयन गर्न मतदान भइरहेको छ। मतदानको समय सीमा साँझ 5 बजेसम्म तोकिए पनि केही समय थप हुन सक्ने निर्वाचन समितिका प्रमुख सन्तोष शाहले जानकारी दिनुभयो। मतदान सकिए लगत्तै आजै रातिबाट मतगणना हुने पनि शाहले जानकारी दिए। और एकदम मतदाता एकदम हर्षोत्साहित के साथ मत खसा रहे अपन भावी नेतृत्व के चुने के लिए एकदम खूब बढ़िया से मत गिरा रहा है। अब कोई दिक्कत नहीं, कोई डिस्टर्ब नहीं। हम सब रात में तुरंत एक प्रक्रिया में जबे और रात्रि मतगणना रात शुरू करके जितने जल्दी होती हम सब मत परिणाम दें। त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ब्रजेन्द्र प्रसाद शाहले मतदान सौहार्दपूर्ण वातावरण भएको बताउनुभयो। उहाँले धनुषाका उद्योगी व्यवसायीहरूले राम्रो प्रतिनिधि चयन गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। वोटर सब आके जैसे व्यवस्थित केन्द्र से मतदान केन्द्र वही मतदान केन्द्र में जैसे भोट गिरते आशा कि यही बेर जैसे व्यापारी सब जैसे निक प्रतिनिधि सबके जैसे बजट निक प्रतिनिधि सबके जैसे वोट देके विजय एक तो एक दिन में भ जाए चाहिए। पहले परिणाम अबै छलिए एक दिन में, तो 52 से वोट गिने में तो बेसी समय नहीं लगते। तो रात एक हेतु शुरू कए बजे करते, अब 5 बजे तक मतदान के टाइम है, उसके बाद सब। त्यसैगरी संघका वर्तमान अध्यक्ष ललित शाहले नयाँ कार्यसमितिले उद्योगी व्यवसायीहरूको हितलाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो। र यसपालिको निर्वाचनमा नयाँ नेतृत्वले चाहिँ निश्चित रूपले विगतमा भएका कमी कमजोरीहरू यसपालि म जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष आउने अध्यक्षलाई मैले धेरै कामहरू नगर्न सकेको कामहरू मैले आउने अध्यक्षलाई सल्लाह सुझाव दिएर
यस क्षेत्रका उद्योगी व्यवसायीलाई परेका मार्काहरूलाई त्यसलाई ध्यानमा राख्दै संघको कुल 15 पदाधिकारी मध्ये 2 जना यसअघि नै निर्विरोध चयन भइसकेका छन्। निर्विरोध हुनेमा महिला उपाध्यक्ष दीपिका राय र एसोसिएट सदस्य राजीव कुमार चन्दन रहेका छन्। शनिबारको मतदानले बाँकी 13 पदका लागि पदाधिकारी तय गर्नेछ। संघमा अध्यक्षका लागि जितेन्द्र महासेठ र जितेन्द्र शाहले चुनावी मैदानमा छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा मनिष रमन शाह र सुरेन्द्र भण्डारी प्रतिस्पर्धा गरिरहेका छन्। त्यसैगरी उपाध्यक्षमा 7 जना चुनावी मैदानमा छन्। महासचिवमा पनि 7 जना उम्मेदवार छन्। त्यस्तै सचिव र कोषाध्यक्षमा 3-3 जनाले उम्मेदवारी दिएका छन्। त्यसका साथै 1 महिला सदस्यका लागि 2 जना र 6 सदस्यका लागि 11 जना उम्मेदवारी दिएका छन्। चुनावमा धनुषाका 5027 उद्योगी व्यवसायीले मतदान गर्नेछन्। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको बताउनु भएको छ। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको 3 दलको बैठकले सरकारले राज्यको सबै अङ्गहरूलाई सन्तासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको बताउनुभयो। यस्तै कर्मचारी तन्त्रलाई आतंकमा बाँध्न बाध्य पारिएको र उनीहरूको वृत्ति विकास, स्वतन्त्रता र आम सम्मानलाई कुल्चिने कोसिस भएको बताउनुभयो। सरकारले कानून अनुसार हुन नसक्ने र हुनै नहुने कामहरू गरिरहेको अध्यक्षले आरोप लगाउनुभयो। सरकार असंवैधानिक, अवैधानिक, अलोकतान्त्रिक कामतर्फ उन्मुख भइरहेकाले देशमा निकै ठूलो अन्यल र सन्तास आउने बताउनुभयो। अध्यक्ष प्रचण्डले सरकारले संविधानलाई मिच्ने कोसिस जारी राख्दै नयाँ खालको विद्रोहमा जानुपर्ने बताउनुभयो। लोकतान्त्रिक गणतन्त्र र संविधानमा मार्फत बनेको संविधानको रक्षा निमित्त पनि आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो। तर विद्रोहमा जानु अगाडि नयाँ सरकार गठन गरेर सोही सरकार मार्फत अहिले भइराखेको जातिहरूलाई सच्याउन चाहेको प्रश्न पार्नुभयो। नयाँ प्रकारको जनयुद्ध, त्यो सशस्त्र हिंसा होइन है, फेरि त्यही भन्यो भनेर प्रचार हुन सक्छ। जे होस् नयाँ जनयुद्ध, जसरी चाहिँ हामीले युद्धको बेलामा भन्थ्यौँ नि, युद्ध भनेको रक्तपात पूर्ण राजनीति हो, राजनीति भनेको रक्तपातहीन युद्ध हो। त्यस अर्थमा अहिले पनि हामी युद्धमै छौँ, प्रतिक्रियावादका विरुद्ध युद्धमै छौँ। तर त्यो युद्ध लड्ने तरिका चाहिँ र रूप चाहिँ फरक छ। त्यसकारण हामीले त्यो चाहिँ जनताको त्यो भरोसा, जनताको त्यो आशालाई अब फेरि एकचोटि नयाँ सिराबाट हामी त्यहाँ जोडिएर, उनीहरूका दुःख दर्दसँग जोडिएर, उनीहरूको उत्पादन सङ्घर्षलाई अलिकति प्रतिफलमुखी बनाउने योजना निर्माण गरेर, विज्ञान प्रविधिको प्रयोग गर्न सिकेर सिकाएर जाने लाइन बनाउने हो। संविधान नमान्ने सरकार हटाइनु पर्ने बताउनुभयो। सरकारले संसदीय समितिबाट पारित भएका ऐनहरूलाई अगाडि बढाउन नचाहँदा कति ऐनहरू बन्न नसकेको बताउनु भएको छ। कर्णाली प्रदेशका 3 मन्त्रीको राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू प्रकाश ज्वाला, दल रावल र नन्सी बुढाको राजीनामा स्वीकृत गरेका छन्। मुख्यमन्त्री शाहीले रिक्त रहेको स्थानमा हाल कायम रहेकै मन्त्रीहरूलाई थप जिम्मेवारी दिनुभएको छ। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्किन फैसला गरेपछि एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठकले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको थियो। एमालेले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका तर्फबाट मन्त्री बनेका 3 मन्त्रीले मङ्गलबार राजीनामा बुझाएका थिए। राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरूलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा सङ्घ नेपालले विरोध प्रदर्शन गरेको छ। शनिबार काठमाडौँको माइतीघर मण्डलामा नेकपा एमाले माधव कुमार नेपाल समूह निकट युवा सङ्घ नेपालका नेताहरूले विरोध गरेका हुन्। राष्ट्रपति विद्या भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरूलाई विभिन्न मान पदवी, अलङ्कार र पदक वितरण गर्नुभएको थियो। तर ती पदकहरूमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ। त्यसैको विरोधमा युवा सङ्घ नेपालले शनिबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेलको जित सुनिश्चित भएको छ। शनिबार मतगणना सकिए पनि नुवाकोट स्थित 5 जिल्लाको मत आउन बाँकी भएकाले
निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन। तर पोखरेलले 2100 भन्दा बढीको मत अग्रता लिएकाले उनको प्यानलले विजयी जुलुस मनाउन थालेका छन्। निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेद्वार विजयी भएका छन् र साँझ 5 बजेपछि औपचारिक घोषणा हुनेछ। नेपाली कङ्ग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेका माधव नेपाल समूह निकट प्रेस चौतारी सहित 11 संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। एमाले ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी पार्टी सम्बद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार सङ्घ सहित 9वटा सङ्घ संस्था मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेद्वार बनाएको थियो। गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए। महासङ्घकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत भएको निर्वाचनमा 13,000 भन्दा बढी मतदाता थिए। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। पछिल्लो 24 घण्टामा नेपालमा 337 जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश 2 मा थप 15 जनामा कोरोना। जनमत पार्टीको पहिलो महाधिवेशन आज जनकपुरधाममा हुँदै, नयाँ केन्द्रीय कार्य समिति चयन हुने। जनकपुरधाम उद्योग वाणिज्य सङ्घको नयाँ कार्य समिति चयनका लागि मतदान जारी। कर्णाली प्रदेशका 3 मन्त्रीको राजीनामा स्वीकृत। र नेपाल पत्रकार महासङ्घको अध्यक्षका विपुल पोखरेलले जित सुनिश्चित, 5 जिल्लाको मात्र मत परिणाम आउन बाँकी। हवस् त, अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।